हजारौंको भिडमा हरेक दिन नेपाली जनताहरू विदेश जान बाध्य छन्। किन त? यिनै राजनीतिकर्तीहरूले गर्दाखेरि होइन त? देशमा राम्रो सुशासन, देशमा भएको कल कारखानाहरू हिजोको दिनमा जोगाइदिएको भए सायद आज हजारौंको तातीमा हरेक दिन युवाहरू विदेश हिँड्नु पर्थेन। आज एउटा घरमा दुईटा छोरा दुईटा छोरी छन् भने उक्त घरबाट मलाई लाग्छ कि चारैजना मान्छेले आफ्नो देश छोड्न बाध्य छन्। यदि देश छोड्न बाध्य नभए पनि आफ्नो घर छोड्न बाध्य छन्। मान्छे आफ्नो घरमा बसेर आनन्दको जिन्दगी जिउन सकिरहेका छैनन्। किन? किनकि हाम्रो देशमा सुशासन नै छैन। नियम कानुन त सिर्फ गरिबलाई लाग्छ, हैन? धनी तथा पद पावरमा पुगेका मान्छेहरूलाई त नियम कानुन लाग्दैन। यो सबै हामीलाई थाहा छ। गगन थापाले भनेको केही कुराहरू राम्रो पनि हो, तर केही कुराहरू नराम्रो पनि छ। जस्तै सेप्टेम्बर 9 मा प्रोटेस्ट हुँदै गर्दाखेरि आन्दोलनकारीहरू उहाँको घरमा गए, उहाँको घर जलाइयो। उहाँलाई दुःख लाग्यो रे। म उहाँलाई प्रश्न गर्न चाहन्छु कि तपाईको घर जल्दै गर्दा तपाईको छोरी, तपाईको श्रीमती, तपाईको बुवा, तपाईको आमा लगायत तपाईको हिँड्न नसक्ने अङ्कल सबैजना सुरक्षित साथ निक्लिन सफल हुनुभयो नि। तपाईलाई थाहा छ, तपाईले भनेको कुरा है यो। फेरि तपाईले आफ्नो घर जल्दै गर्दाखेरि तपाईको चित्त दुख्यो, तपाईको मन रोयो भन्नुभयो नि। त्यो घर तपाईले बनाउनु भएको थिएन, तपाईको बुवा आमाले बनाउनु भएको भन्नुभयो नि, हैन? आज हरेक घरमा जन्मेका युवाहरू विदेश जान बाध्य छन्। घर त छ तर घरमा बस्न पाएका छैनन्। थाहा छ तपाईलाई? आफ्नै घर आउँदा पाहुना जसरी आउन परिरहेको छ। तर तपाईले त यो त बुझ्न सक्नुहुन्न। तपाईलाई पर्यो तब मात्र तपाईले बुझ्नुभयो। यदि तपाईलाई पर्थेन भने तपाईले यो बुझ्नु पनि हुन्थेन। थाहा छ तपाईहरु त पद, पावर, धन सम्पत्तिको रंगीन शहरमा, रंगीन संसारमा रमाइरहनु भएको थियो। तर असली दुःख जनताले कहाँ भोगिरहेका छन्, कसरी भोगिरहेका छन्, कस्तो कुरामा भोगिरहेका छन् भन्ने त तपाईले सोच्नु नै भएन। तपाईले जरुरत पनि ठान्नु भएन। हो, तपाईले जरुरत पनि ठान्नु भएन। तपाईको घर परिवारसँग हुनुहुन्थ्यो, केही आन्दोलनकारीहरू आएर तपाईको घर जलाए, तपाई घरबाट भाग्नु पर्यो, तपाईको बल्ल चित्त दुख्यो। घरको महत्व बल्ल थाहा पाउनु भयो तपाईले। तर हरेक नेपाली जसले आफ्नो देश छोडेर बाहिर गइरहेको छ नि, तातो घाममा मेहनत गरिरहेको छ नि, उसलाई हरेक दिन आफ्नो घरको महत्व थाहा हुन्छ। उसलाई हरेक दिन आफ्नो घरमा आमाले पकाएको खानाको महत्व थाहा हुन्छ। गगनजी, हजारौंको भिड आएर घरमा आगो लाउँदा मात्रै घरको महत्व थाहा हुनु, त्यो त तपाईलाई धिक्कार छ। तपाईको लागि त घर एउटा ढुङ्गा माटो कंक्रिट करोडौंको सम्पत्ति मात्रै थियो नि त हिजोको दिनसम्म। आज बल्ल तपाई जसरी लुकेर हिँड्न परिरहेको छ, तब बल्ल तपाईलाई घरको महत्व थाहा छ। जब तपाई लुकेर जानु हो, त्यसपछि तपाईले भने अनुसार है, तपाईको आमा, तपाईको मम्मी रुनु भयो। हिजोको दिनमा हजारौं नेपालीको आमा मम्मी रुँदाखेरि तपाई कहाँ हुनुहुन्थ्यो गगनजी? तपाई कहाँ हुनुहुन्थ्यो भन्नुस् त? कसैको आमा रुँदाखेरि तपाईलाई त के महसुसै भएन, हैन? आज तपाईको आमा रुँदाखेरि तपाई पनि रुनु भयो, तपाईलाई दुःख लाग्यो। हो, अवश्य आफ्नो आमा, आफूलाई जन्म दिने आमा रुँदाखेरि सबैलाई नराम्रो लाग्छ। तपाईले नेपाली जनतालाई चाहिँ हात जोडेर, हरेक दिन उठ्ने बित्तिकै नेपाली जनता जेनजीको ग्रुपलाई चाहिँ हात जोडेर नमन गर्नुस् कि तपाईको घर परिवारलाई सकुशल छोडिदिएका छन्। या भनौं कि जेनजीको साथीहरूले नै तपाईको घर परिवारलाई त्यो माहौलबाट भाग्नको लागि सहयोग गरेका छन्। हेर्नुस् त विडम्बना कस्तो छ। बुढेसकाल लागि कि आमालाई छोडेर विदेश जानुपर्छ, 50-55 डिग्री सेल्सियसको घाममा काम गर्नुपर्छ, त्यो पनि अफिसमा बसेर हैन नि गगनजी, एसी राखेको अफिसमा बसेर हैन, महँगो प्राडो ल्यान्ड क्रुजर गाडी चढेर हैन, कन्स्ट्रक्सन 50-55 तले कन्स्ट्रक्सनको बिल्डिङमा नेपाली युवाहरू कंक्रिट भरिरहेका हुन्छन्। डोरी बानेर तातो घाममा, तलबाट नि तातो आइरहेछ, माथिबाट घामको तातो आइरहेको छ, त्यस्तो घाममा काम गर्छन् नेपाली युवा। तिनको घरमा आमा मर्दाखेरि छुट्टी नपाएर आमाको काजक्रिया गर्न नपाउँदैनन् नेपाली जनता। आज तपाईको आमा रुँदाखेरि, घर जल्दाखेरि तपाईको मन रोयो, आँखाबाट आँसु आयो। त्यत्रा जनता हरेक दिन हजारौंको भिडमा युवाले देश छोड्छन्। तपाई 1 घण्टा एयरपोर्ट गएर बस्नुस्, खाली खुट्टा देश छोडेर जान बाध्य छन् जनता। एउटा लगेज छैन, झोला च्यातिएको झोला बोकेर जान बाध्य छन् जनता। तपाई त भिआइपी बाट छिर्नुहुन्छ, भिआइपी मा त देख्नुहुन्थेन नि त त्यस्तो, हैन? भिआइपी मा देखिदैन गगनजी। यस्तो कुराहरू सिर्फ गरिब जनतासँग जो जोड्या हुन्छ त्यसले देख्न सक्छ। तपाईको बुवाले थोरै रकम जोडेर त्यो घर बनाउनु भएको थियो, तपाई त्यो घरमा खेल्नु भएको थियो, तपाईको छोराछोरी त्यो घरमा खेलेका थिए। कति धेरै सपना भविष्यको लागि र विगतको सपनाहरू थिए त्यो घरमा जोडिएका, चकनाचुरै भएर गयो नि त।
होइन? कस्तो पागल जनताहरू आएछन् होइन? गगनजी जस्तो हाम्रो देशको माननीय जीवको घर जलाउने कस्तो पागल जनता आएछन्। सोच्दा पनि सोचेनन् कि उहाँको विगत भविष्य त्यो घरमा जोडिएको थियो। हो, सोच्नुहुन्न नि तपाईँले पनि। तपाईँका पार्टीले सोध्दैनन् नि, तपाईँका पार्टीका कार्यकर्ताले सोध्दैनन् नि, तपाईँहरूले परिचालन गरेका सरकारी कर्मचारीले सोध्दैनन्, तपाईँले परिचालन गरेका सरकारी पुलिसले सोध्दैनन्, न्यायालयमा तपाईँका वकिलले सुन्दैनन्। वकिल त परै जाओस्, फाइल रिपोर्ट गर्ने ठाउँका कर्मचारीले पनि सुन्दैनन् नि। जुन तरिकाले तपाईँ यत्रो सबै भइसकेपछि पनि गएर जनतालाई माफी मागे जस्तो गरेर चाहिँ होइन, बाहिर कमलो देखाए पनि भित्र तपाईँले गोहीको छाला पहिनेर चाहिँ जुन तरिकाले तपाईँले भन्नुभएको छ नि, त्यो चाहिँ सरासर फेक। म चाहिँ फेक भन्छु यो कुरालाई, एकदमै फेक कुरा गर्नुभयो तपाईँले होइन। तपाईँलाई चाहिँ गरिब जनताप्रति अझै पनि माया छैन। तपाईँले एक दिन भिडियो हाल्नुभयो तर पनि अन्तिमसम्ममा तपाईँले देश र सुशासनको कुरा त गर्नुभयो, तर सँगसँगै के भन्नुभयो थाहा छ? तपाईँ अझै पार्टीमै झुन्डिँदै हुनुहुन्छ। तपाईँ जबसँग पार्टीमा झुन्डिनुहुन्छ नि, तपाईँ कहिले पनि सफल हुनु हुँदैन। तपाईँको यत्रो राजनीतिक कार्यकालमा आजको दिनसम्म पनि तपाईँको जिन्दगी आशमा बित्यो। थाहा छ तपाईँलाई कुन दिन यो शेरबहादुर देउवाको अन्त्य होला र म प्रधानमन्त्री हौला भन्ने तपाईँको दाई भाउजूको चाकरी गर्दा 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 तपाईँको जिन्दगी आज तपाईँ लखटिनु भयो। तपाईँलाई त देशैबाट निकाल्नु पर्ने थियो, धन्दा जनताले छोडिदिए। हेर्नुहोस् त, आशमा तपाईँको आधा जिन्दगी गयो गगनजी। अब तपाईँ युवा होइन, अब तपाईँ वृद्ध हुन लागिसक्नुभयो। अब तपाईँ युवा नेताको रूपमा नआउनुहोस्। अब तपाईँ देशको विकास गर्नै चाहनुहुन्छ भने पार्टी छोड्नुहोस्। तपाईँको पार्टी यति धेरै भ्रष्टाचार र यति धेरै घुसखोरीमा देशको हितमा एउटा पनि काम गरेको छैन, यति धेरै चुर्लुममा भएर आल खेलेको भैँसीभन्दा बढी छ तपाईँको पार्टी। त्यस्तो पार्टीलाई सुधारेर ल्याउँछु भन्नुभएको छ तपाईँ। जनताले विश्वास गर्छन्। अब विश्वास होइन, तपाईँलाई विश्वासको मत होइन, तपाईँले चाहिँ यदि देशको विकासै गर्ने हो, जनताको सेवा सुविधै गर्छु भन्नुहुन्छ भने तपाईँ आउनुहोस्। जसरी हर्का साम्पाङ आए, जसरी बालेन आए, त्यसरी आउनुहोस्। तपाईँ स्वतन्त्र भएर लड्नुहोस्। तपाईँलाई देशको सेवा गर्नु छ, तपाईँको सपना छ नि प्रधानमन्त्री हुने, यो जिन्दगीमा तपाईँ कहिले पनि प्रधानमन्त्री हुनुहुन्न। लेखेर राख्नुहोस्, कुनै ठाउँमा लेखेर राख्नुहोस्। हरेक दिन उठ्ने बित्तिकै हेर्नुहोस्, तपाईँ यो जुनीमा कुनै पनि हालतले प्रधानमन्त्री हुनुहुन्न। यदि तपाईँलाई देशको र जनताको सेवा गर्नु छ भने तपाईँ कुनै ठाउँबाट उठ्नुहोस्, स्वतन्त्र रूपमा उठेर आउनुहोस्। तपाईँले जित्नुहुन्छ। तपाईँले काम गरेर त जित्नु हुँदैन, तपाईँको बोलीले, तपाईँले बोल्नुहुन्छ नि जुन तरिकाले, तपाईँले पक्का जित्नुहुन्छ। किनभने तपाईँको बोलीमा दम छ। तपाईँले बोलेर यत्रो साल राजनीतिमा गुजार्नु भयो। तपाईँले गर्नुभयो चाकरी, तपाईँले बोल्नुभयो, जनतालाई फसाउनु भयो, जनतालाई झुकाउनु भयो, केही पनि छैन। तपाईँ युवा नेता, तपाईँले उच्च स्तरको शिक्षा प्राप्त गर्ने समयदेखि नै राजनीति गर्दै आउनु भएको, तपाईँले धेरै उतार चढाव भोग्नु भएको छ, तर तपाईँले कहिल्यै पनि देश र जनताको हितमा चाहिँ काम गर्नुभएको छैन, गर्नु पनि हुन्न। हामी पक्का छौँ, यो कुरामा हामी ढुक्क छौँ। 100मा 100, यो कुरामा तपाईँले 100मा 100 मार्क्स ल्याउनुहुन्छ गगनजी। आज पनि तपाईँ देशमा त्यत्रो युवाहरूलाई गोली लाएर हस्पिटलमा हिँड्न नसक्ने, बेडै पछि बिरामी छन्, आजसम्म लास उठाइएको छैन। बिरामी होइन, त्यो लासहरू निला पर्न लागिसके होइन। तर आज मैले यो भिडियो बनाउन्जेलसँग चाहिँ सुखद भगवानको कृपाले लासहरू उठ्दैछन्, जल्दैछन् होइन। तर तपाईँले एकचोटि पनि ती मृतक परिवारसँग बुझ्ने, मृतक परिवारको सान्त्वनाको लागि के गर्न सक्नुहुन्छ भन्ने कुरा केही एक शब्द बोल्नुभयो? एकचोटि सोच्नुभयो? छैन नि त। तपाईँ त अझै पनि कार्यकर्ता सुधार्छु, पार्टी सुधार्छु, हाम्रो पार्टी भवन बनाउँछु। पार्टी भवन जल्यो होइन, मन जल्यो नि तपाईँको। सिंहदरबार जल्दा जलेन होला नि त त्यति होइन। हाम्रो उच्च अदालत जल्दाखेरि त त्यति जलेन होला नि त गगनजी। के हो कुरा? तपाईँ यो जुनीमा कहिले प्रधानमन्त्री हुन्न, लेखेर राख्नुहोस्। तपाईँको पार्टी अब यसरी जाने पत्ता साफ हुनेछ नि, तपाईँको मात्रै होइन, काङ्ग्रेस, एमाले, माओवादी, यी चुर्लुममा आल खेलेका जति छन् नि, संसद भवनमा आल खेल्ने, संसद भवनलाई चाहिँ भैँसीले आल खेल्ने ताल बनाएका थिए नि, यी सबै पार्टीको चाहिँ छैन। अब पत्ता साफ हो। अब यसरी आउँछन् नि युवा। हिजोको दिनमा तपाईँलाई प्रश्न सोध्न युवा थुर डराउँथे। तपाईँलाई भेट्न त ओहो, तपाईँलाई भेट्न सकिन्थ्यो। तपाईँहरूलाई पत्रकारले भेट्न सक्थे। पत्रकारमाथि कस्तो कुटपिट हुँदा पत्रकारले न्याय पाइएन, के कसरी मलाई न्याय दिनुहुन्छ भनेर तपाईँहरू समक्ष आउँदाखेरि पत्रकारले भेट्न सक्थे तपाईँहरूलाई? सक्थेन नि होइन। हो, अब तपाईँले जनतालाई भेट्न सक्नुहुन्न गगनजी। तपाईँले 2-4 जना तपाईँका झोले पत्रकार, झोले तपाईँका कार्यकर्ता अगाडि पछाडि घुम्छन्, फोटोसोटो खिच्छन्, तपाईँलाई भेट्ने बित्तिकै फोटो भिडियो खिच्छन्। तपाईँलाई त म त ओहो भन्ने ला होला, बुझ्नुहोस् होइन।
गधाको भिडमा बस्नुहुन्छ नि, गधाको भिडमा बसेर तपाईँ बाघै भए पनि गधाको सङ्गत गर्दा गर्दा तपाईँ गधा नै हो क्या। बुझ्नुभयो नि यो कुरा। तपाईँलाई यस्ता मान्छेले वाह 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 गगनजी भन्छन् नि, यस्ता मान्छेले आएर ओहो सेलिब्रिटी जस्तो फोटो खिच्छन् नि गगनजी, तपाईँ पछुताउनु भएको नि आज। सायद आज 10 वर्ष अगाडि पनि सोच्दै भए तपाईँ आज पछुताउनु हुन्थेन। आज सोच्नु भएको छ नि, तर पनि तपाईँ पछुताउनु चाहिँ भएको छैन है। फेरि यो कुरामा पनि म पक्का छु। तपाईँलाई सिर्फ तपाईँको गोहीको छाला त देखाउन सक्नुहुन्न, बाहिरबाट त नरमै देखिनु पर्यो। त्यही हो, तपाईँ बाहिरबाट नरम देखिन खोज्नु भएको छ, तर तपाईँ नरम हुनुहुन्न। तपाईँ गोहीको छाला छ तपाईँको भित्र, हात्तीको देखाउने दाँत र खाने दाँत हुन्छ नि, त्यही छ तपाईँमा। अहिले हात्तीको बाहिरी दाँत देखाइरहनु भएको छ। तपाईँ भनेको एउटा सर्पा हो। सर्पालाई नि झ्याम्मे हानेर मार्नु रे, अधकल्चोमा नछोड्नु रे। सर्पाले फोटो खिच्छ रे, आएर राति सुत्या बेला डस्छ रे। तपाईँ चाहिँ त्यो घाइते सर्पा हो। तपाईँ डस्न मात्रै आउनुहुन्छ अब तपाईँका साइबर सेना, अब तपाईँका कार्यकर्ताले जति राम्रो काम भए नि राम्रो भन्दैनन्, जति राम्रो मान्छे ठाउँमा आए पनि राम्रो भन्दैनन्। हरेक मान्छेको चाहिँ अब कोट्टाउँछन्, कोट्टाउँछन् साइबर सेना। गगनजी तपाईँ त स्मार्ट हुनुहुन्छ नि होइन, अब साइबर सेना आउँछन्। हामीलाई थाहा छ यो कुरा पनि, तर तपाईँ ढुक्क हुनुहोस्, अब जनता झुकिँदैनन्। हरेक दिन हरेक युवाले तपाईँको विरोधमा बोल्छ। तपाईँ जस्ता भ्रष्टाचारमा चुर्लुमा जोबिएका पार्टी छन् नि, ती पार्टीको विरोधमा बोल्छ। जसले नराम्रो काम हिजोको दिनमा गरेको थियो अब हरेक दिन बोल्छ। अब 6 महिनापछि चुनाव हुने कुरा छ नि, हेर्छौँ हामी तपाईँहरू कसरी आउनुहुन्छ। हामी युवा हो, नबिर्सिनुहोस् यो कुरा। मेरो घर परिवारलाई म तपाईँलाई भोट नदिनु भन्छु। म जस्तो 1 लाख युवाले मात्रै विदेशबाट भनिदिए भने नेपालमा 5 लाख 6 लाख जना चाहिँ बाउआमा मात्रै जोड्यो भने पनि पुग्छ। हेर्नुहोस् त, चिप्लियो त तपाईँको त गगनजी, चिप्लियो त। लाखौँ युवा कुनै पनि देशमा हुन्, कोही पनि खुसी छैनौँ हामी विदेशमा। हामीलाई हाम्रो देश फर्किनु छ, आफ्नो देशमै केही गर्नु छ, तर हामीलाई त त्यो हाम्रो त भाग्यमै छैन। नेपालमा जन्मियो कि विदेश जाने हो भन्ने नै हामी त त्यो बर्थ सर्टिफिकेटमै लेखेर राखेको हुन्छ जस्तो छ। हाम्रो त जन्मकुण्डलीमै लेखेको हुन्छ कि क्या हो, होइन? तर तपाईँ भाग्यमानी हुनुहुन्छ। समय दिनुहोस्, जिउनुहोस्, आफूले आफूलाई बुझ्नुहोस्, आफूले आफूलाई बुझ्न छोडिदिनुहोस्। तपाईँको पार्टीलाई, पार्टी कसैको जिम्मा नलिनुहोस्। यत्रो वर्ष तपाईँले सक्नु भएन, अब सक्नुहुन्छ भन्ने कुनै ग्यारेन्टी नै छैन। काया पलट हुँदैन। काया पलट जे हुन्थ्यो नि 28 घन्टामा जसरी काया पलट भयो त्यसलाई भन्छ काया पलट भएको। तपाईँहरूले अति गर्नुभयो, अतिको क्षति भोग्नुभयो तपाईँहरूले। अब नबुझे कहिले बुझ्नुहुन्छ? अब त तपाईँ त नेता पनि होइन, तपाईँसित काम रोजगार केही पनि छैन। अब कसरी चल्नुहुन्छ तपाईँ? कि भ्रष्ट गरेको पैसा तपाईँसित पनि गोदामका गोदाम गाडेर राखिया छ? सुन चाँदी तपाईँको पनि स्विस ब्याङ्कमा छन् कि? पुग्दैन त अब तपाईँ सर्वसाधारण भइसक्नुभयो। अब त तपाईँलाई त पुग्दैन त हिँड्न, कार्यकर्ता पाल्न, खान, होइन? अब त काम गर्नु पर्ला। गगनजीले के रोजगार गर्नुहुन्छ यो समयमा हामी त्यो पनि हेर्छौँ। गगनजी सुध्रिनुहोस्, छोडिदिनुहोस्। तपाईँ यो जुनीमा प्रधानमन्त्री हुनुहुँदैन, लेखेर राख्नुहोस्।